सबैजनाले विदेश जानुपर्छ, अब्रोड स्टडीमा गयो भने राम्रो हुन्छ भन्ने कुरा मात्रै गरेको सुन्छु। के यही नै राइट डिसिजन हो त? के नेपालमा अपर्च्युनिटी नभएकै हो त? अपर्च्युनिटी, सक्सेस भन्ने कुरा चाहिँ कुनै पनि ठाउँले डिसाइड गर्छ जस्तो लाग्दैन। अब्भियसली विदेशमा तपाईँले अपर्च्युनिटी पाउन सक्नुहुनेछ, तपाईँले ठाउँहरू धेरै पाउन सक्नुहुनेछ। तर त्यसको पछाडि तपाईँले लगाउनुपर्ने लगानी, त्यस पछाडि समय, परिवारबाट छुटेर बस्नुपर्ने पीडा, त्यस्तै गरी त्यहाँ पार्ट टाइम, असाइनमेन्ट, रिसर्च, प्रोजेक्ट यो सबैको प्रेसर ह्यान्डल गर्ने कुरा र तपाईँले चाहिँ अब नेक्स्ट फी कसरी जम्मा गर्ने भन्ने त्यो प्रेसरको कुरा, यी सबै कुरालाई विचार गरेर ह्यान्डल गर्न सकिन्छ भने यो राम्रो अपर्च्युनिटी पक्कै पनि हो। तर यी सबै ह्यान्डल गर्न सकिएन भने त्यसपछि वाट नेक्स्ट? अनि अर्को पाटो रहेको छ नेपालमा केही गर्न सकिँदैन। नेपालमा नै गरेर एकदमै राम्रो गर्नुभएको, एकदमै सक्सेसफुल हुनुभएको मान्छेहरू पनि हुनुहुन्छ नि त। सो नेपालमा केही गर्नै नसकिने, नेपालमा केही नहुने भन्ने चाहिँ होइन। नेपालको कुन सेक्टरमा जाने, कुन सेक्टर चाहिँ तपाईँले चुज गर्ने, कस्तो विषय चाहिँ तपाईँले चुज गर्ने भन्ने कुरा चाहिँ एकदमै म्याटर गर्छ। सो त्यही भएर लोकेसन, ठाउँ, अवस्था नभइकन स्ट्राटेजी चाहिँ एकदमै इम्पोर्टेन्ट हो है, जस्तो चाहिँ मलाई लाग्छ। सो आई थिङ्क मेरो अनुभवको अनुसार पनि होइन, लाइफमा हामीले सोचेको जस्तो सबै कुरा हुन्छ भन्ने छैन। जे सोचे हुन्छौँ त्योभन्दा अपोजिट भयो भने पनि त्यस पछाडि अर्कै अपर्च्युनिटी पनि हामीलाई वेट गरिरहेको हुन्छ। सो मैले सोचेको कुराहरू पुरा भएन भनेर रिग्रेट गरेर बस्नुभन्दा चाहिँ के छ त मेरो वरिपरि अपर्च्युनिटी भनेर खोज्नु चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा हो र स्ट्राटेजी चाहिँ लाइफमा बनाउनै पर्छ। यो चाहिँ एकदमै महत्त्वपूर्ण रहेको छ है त। थ्याङ्क यू एभ्री वान।